नेता मात्रै खराब छन् भन्छौँ, हामी आफ्नो स्वार्थ आइलाग्यो भने हामी पनि खराब रहेछौँ नि। अहिले उनीहरू नै जिन्दाबादको नारा लगाइरहेका छन्, यही सही हो भनिरहेका छन्। नमस्ते, आम सिंह डोको। जेएनजी आन्दोलनमा जो व्यक्तिहरू आन्दोलनमा गएर भ्रष्टाचार विरुद्ध, व्यक्ति विरुद्ध आन्दोलन गरेका थिए, तिनै व्यक्तिहरू अहिले गाउँ गर्थेर त्यही पार्टीले अहिले जो पार्टीलाई सत्ताच्युत बनाएको थियो, तिनै पार्टीले टिकट दिँदा अहिले जो व्यक्ति आन्दोलनमा गएका थिए, उनै व्यक्तिहरू अहिले जिन्दाबादको नारा लगाइरहेका छन्। यो कस्तो विडम्बना हो। हामी देशमा नेता मात्रै खराब छन् भन्छौँ, हामी आफ्नो स्वार्थ आइलाग्यो भने हामी पनि खराब रहेछौँ नि। किनभने मैले धेरै व्यक्तिहरू गाउँ गर्थेर अहिले हेरिरहेको छु, जो व्यक्तिहरू आन्दोलनमा गएका थिए, तिनीहरूको कसै आफन्तलाई गाउँघरमा टिकट दियो र अहिले उनीहरू नै जिन्दाबादको नारा लगाइरहेका छन्, यही सही हो भनिरहेका छन्। यो कस्तो विडम्बना हो। हामीले कहिले बुझ्ने? हामी नेता मात्रै खराब छ भनिरहँदा हामी जनता पनि खराब रहेछौँ नि, हामी पनि स्वार्थी रहेछौँ नि। हामीलाई केही पाएन बित्तिकै हामीले के गर्यौँ त, जो गलत थियो त्यसैलाई नै सही ठहराउन लागिरहेका छौँ। किन हामीले यो चुनावमा हामीले पुराना पार्टीलाई एकछिन होल्ड गरेर बस्नुहोस् भन्न किन सकेनौँ? के मेरो आफन्त हाम्रै आफन्त आए भन्दैमा सही हुने हो त? मानिलिउँ तपाईँ जहाँ गाउँघरबाट उठ्दै हुनुहुन्छ, ऊ व्यक्तिको छवि राम्रो होला अरे, तर माथिल्लो लेभलमा जो केन्द्रमा बसेका नेताहरू छन्, जो केन्द्रमा जो सरकार चलाउने नेताहरू हुन्, उनीहरूको त राम्रो छवि त छैन नि। उनीहरू अहिलेसम्म गरेको हेर्दा हामीले धेरै सही या सहानुभूति पाएका त छैनौँ नि। त्यसैले हामी तल्लो लेभलमा जो चुनावमा उठिराख्नु भएको, तपाईँ सही हुनुहुन्छ होला, तर आफै पनि मनन गर्नुहोस् त। तपाईँ जितेर जानुभयो भने पनि तपाईँ तिनै व्यक्तिको गुलाम हुनुहुन्छ, जो व्यक्ति माथिल्लो नेताहरू जो आफ्नो लागि सत्ताको लागि मरिहत्ते गरेर जे पनि गर्नका लागि तयार छन्। हामीले यो कहिले बुझ्ने? धन्यवाद।